हेलो गाइस, अहिले चाहिँ हामी यहाँ बल्ल वर्षा आइपुग्यो। बिहान झन्डैले 4-5 बजेदेखि कुदेको। फिलहाल चाहिँ यहाँ ट्राइपोड ल्याउनु सकिनँ हो, बिर्सेछु हो। मसँग यहाँ छोकेन सर छ, यहाँ ठ्याक्कै म छु हो। यहाँ अगाडि हाम्रो साथीहरू जाँदैछ, मिसहरू यहाँ पुग्नु आँटेको छ। हुन्छ कति टाढो थाहा छैन, तर पनि पुग्नै आँटेको छ। वर्षेको चाहिँ यहाँ ट्रेलर सुरु भएको छ, यहाँ गुराँस फुलिरहेको छ। अब बाटोमा कति फुलेछ कुनी, हामीले लट्ठी चाहिँ बोकेको छैन हो, झोला चाहिँ बोकेको छ खानेकुरो। साथीहरू पछाडि अलिकति छुट्टिएछ। गाडी पार्किङ चाहिँ यो चाहिँ दामी रहेछ है, हेर्नुहोस् त त्यहाँ देखियो होला। यो हो नि त खास पार्किङ चाहिँ, यो भएन, यो बाहिरै रहेछ। गल्ले यहाँ पुग्दै गाइस, हामीले चाहिँ यहाँनिर कुम्फु पाण्डाको भाइ भेटायो। यहाँनिर मिस्टर रेड पाण्डा। यहाँबाट बेसी त टाढो होइन रहेछ, 1 घन्टा मात्रै हिँड्नुपर्ने अरे। हामी जाँदैछ, यहाँ म्याडमहरू आउनुहुँदैछ। यहाँनिर चाहिँ पानी पलाउँदो रहेछ, पानी अब हामी चाहिँ यहाँनिर बाटोमै खानेकुरा ल्याएको छ, खाने भोक लाग्यो एकदम बाटोमै यहाँ मिसहरूसँग। खोइ वेलकम ब्याक भनेको तिमीले। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। भालु हुने जग्गा, अनफर्चुनेटली नो सिन अफ भालु। त्यो चाहिँ हुनसक्छ है। हामी पनि छौँ त ओनर अफ युट्युबहरू हो हाम्रो म्याडम। मिसहरू नबोल्ने रहेछ, बोल्नु हुँदैन अरे नि त। कति बोल्छ त्यो मलाई चाहिँ थाहा छ। यो जग्गा चाहिँ 3 ए त्यसो भने चाहिँ धेरै नै बोलेछौँ। यो मजा देखेको है बाटो नि, यहाँको सिनेरी, यहाँको सिन चाहिँ दामी सिनेरी। मैले ट्राइपोड ल्याएन रहेछ नि त। यहाँ अगाडि ग्रुपमै छ, हिँडौँ न। मजा आउँदैछ सर, सात पऱ्यो पुग्ने हो वर्षे। Only 2 kilometers, only 2 kilometers. यहाँ चाहिँ अलिक दिन उब्रे गुराँस रहेछ बाटोमा, मजाले फुल्दिरहेको क्या। मिसहरू एकदम स्पिड, हाम्रो एकदम मोसन सँगसँगै आइपुगिरहेछ। पछ्याएको हामी उडेको हो। हामीले रेडबुल चाहिँ अघि खायो नि त, पखेटा पलायो कि, अन्त चाहिँ उडेको के कसो सर? अब एकछिन फेरि अर्को रेडबुल खानुपर्छ, त्यहाँदेखि त झन्
4टा हुन्छ पखेटा अघि चाहिँ 2टा मात्रै भयो अब एउटा रेड बुल खाँदा 4टा पखेटा हुन्छ एकैछिनमा माथि एकैछिनमा तल स्पिडी छिटो छिटो पुग्यो पुग्यो बस गाइस 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 आइपुग्यो हामी चाहिँ बल्ल यहाँ माथि झन्डै 1 घन्टा हिँड्यो हामीलाई 1 घन्टा अलिक लाग्थेन उनीहरू ढिलो हिँडेर हो नि है भन न हो उनीहरू ढिलो हिँडेर चाहिँ हामीलाई अलिक 1 घन्टा बेसी लाग्यो कि नत्र अन्त हामी छिटो आइपुग्ने नि अघि नै सँगै आएको पर्खिनै पर्यो जसरी पनि अघि को छ यहाँ चाहिँ पोखरी रहेछ तर यसलाई पनि नागी जस्तै अलिक मान्छेले फटाफुटु के गर्ने भन्दाखेरि चाहिँ पानी नै पानी सुकेको रहेछ नि त त्यो चाहिँ गर्नु हुँदैन नि खासै चाहिँ यहाँ बदल लिने गरेछ खुट्टा छाप्दैनस् त्यहाँनिर अन्त पानी पिउन त्यसकारणले कि मलाई लागिरहेछ त्यो छ त अन्त यहाँनिर 6 लिटर पानी बोकिरहेछ हामीले 5जनालाई 1 लिटर 1 लिटर चाहिँ यसो इमर्जेन्सीमा यहाँ चाहिँ गुरास देखेँ बल्ल न त खालि गुरास मात्रै देख्दैछ नि त सरम गरेको जग्गा नै पाया हामी पहिला एक जग्गा बसौँ न त्यहाँदेखि चाहिँ फोटो खिच्ने कार्यक्रम बात नगर्नु अहिले यसो रमाइलो भएर आँखा रिमझिम गरेर मिस खुट्टाखुट्टी यस्तो यस्तो गर्नु थाल्यो क्या and cameraman as well गाइस and our YouTuber as well. हामी चाहिँ यहाँ आइपुग्यो हो Welcome back. माथि बसे टक्कै आइपुग्यो यहाँनिर मिसहरू फोटो खिच्दैछ हामी 2जना चाहिँ यहाँनिर थाकेर यसो बसिरहेको छ मिसलाई फोटो पठाउने अरे खिच्दैछ हो अन्त म चाहिँ अब निकै थाकेँ हिजो सुत्नु पनि सुतेँ तर अब त्यो सुते जस्तो भएन यहाँ यसो सरले ज्याकेट दियो भने चाहिँ ढल्केर एक निन्द्रा चाहिँ पुऱ्याउँ भनेको यसो पावर न्याप 15-20 मिनट हुन्छ आधी घन्टा अब यहाँनिर आइपुग्यो अहिले फिलहाल 1:10 भएछ यहाँ 2-3 बजीसम्म चाहिँ बस्ने त्यहाँदेखि चाहिँ निस्किने हामी मिसहरूको यहाँनिर फोटो खिच्दैछौँ हेरिहाल्ने ऊ ए आगे तपाईँको गोला पछि मसिन गन बढर सिग्रेट नदेऊ म बेरी खानेलाई माया नदेऊ म हिरी जानेलाई हाम्रो अगाडि पनि रहेछ त्यो माया लाग्दो भए पनि गुराँस यता हुनुहुन्छ अरू चाहिँ गुराँस के यहाँ अगाडि छौ तर यो चाहिँ कुन चाहिँ तलौमा हो कुन चाहिँ हो रमाइलो भयो बिन्दास बल्ल बल्ल फ्रेस भयो है ड्युटी गर्दा भयो रिफ्रेस भयो यता मिसले पनि फोटो खिच्दैछ हो अन्त बस अफिसबाट किडन्याप गरेको फाइदै भएछ हल्का फाइदा यो जनको गाडीबाट सट्टै चढेको होइन मेरो गाडीमा सट्टै चढाएर ल्याइदिएको नि त
हाइज्याक गर्नु पुरा एक्सपर्ट भइसकेको छ कि बिहा गर्दा म त्यसरी बिहा गर्नु पर्यो उहीँ पर पुगेर आउनु भनेर सिधा घर होइन घरमा त म भन्छु नि सबै रेडी हुन्छ नि उसलाई पो भन्दिनँ त जे होस् वर्ष आइपुग्यो दोस्त एकदम हामी साउथको कुनै भनौँ न अन्त रम्फू पुगेपछि त इस्ट हो होइन साउथको कुनादेखि चाहिँ हामी एकदम वेस्टको कुनै आइपुग्यो हो यहाँ हाम्रो वेस्टको साथीहरू पनि भेटाए त्यो हात अलिक लामो ल यो पक्रिन क्यामेरा छ त्यसरी नै एकदम हामी अलिक टाढो घुम्छ है हामी चाहिँ एकदम यहाँ वेस्टको कुनै आइपुग्यो यहाँ हाम्रो म्याडम एकदम उसले ट्राउट दिन्छ भनेको छ हामीलाई टक्कै 1.5 किलो हामी दुईजनालाई आधी किलो मात्रै अलिकति बेसी पर्छ एकजनालाई होइन भनेको छ अघि भनेको छ पुनमको रेकर्ड छ पुनमलाई पनि 1 किलो दिन्छु भनेको छ हो हामी पैसा दिन्छ नि 500 रुपियाँ होइन डिस्काउन्ट गर न यत्रो घरसँग आएको त साथीलाई त दोकाने हुन्छ सिएफसीको चाहिँ होइन सिएचसीको चाहिँ सबै सामान घरमा लान्छ होला यो मान्छेले मेरो पनि प्रडक्ट ल्याउँछु ल प्रोसेस गरिदेऊ ल त्यति दिइहाल्छु नि म भइहाल्छ त्यो ठाडो चाहिँ युट्युबमा पोस्दैन नि त दोस्त त्यसै गर्नुपर्छ जहिले पनि मिस सक्यो फोटो अब चाहिँ हामी यहाँबाट निस्केको अभि दादा भेटाए दादा पनि निस्किनु भएको छ अघि सायद अहिले आधा बाटोमा भेटाउनुहुन्छ होला फेरि अब अलिक तल पुगेर म फेरि रिकर्ड गर्छु यहाँ चिसो भएर होला ब्याट्री पुरा छिटो ड्रेन हुँदैछ धुमेर आयो पानी पर्यो भने अहिले यहाँ चाहिँ पोखरी छ यहाँ मुनि माछा कुद्दैछ देखेको छ छैन हो मैले चाहिँ देखिरहेको छु हो वाउ कत्रो ठुलो रहेछ हो अरे ठिकै हुनुहुन्छ ठिकै वर्षेको नजारा हेरिराख्नुहोस् गुराँस फुलेको रहेछ हो सेतो चाहिँ 1-2 जग्गा मात्रै रहेछ रातो र पिङ्क चाहिँ रहेछ है मैले ट्राइपोड ल्याएन रहेछु नि त सबै सम्झेर हालेँ होइन ट्राइपोड चाहिँ स्टिल टेबलमा यस्तो ठाडो गरेर बसिरहेको छ सबै फोटो सक्यो होइन अब त्यो आधी उता हामी गएन नि आधी उता गएन नि हामी कसले पनि पनि भन्दैन हौ हो त्यो चाहिँ हामी नेक्स्ट टाइम जानुपर्छ ल बिहा गरेछ भने सबैको बुढाबुढी लिएर आउनु हो सबै मिलेर जानुपर्छ यो त पक्का हाल्छु यही हाल्छु म अगाडि क्लिक बेडमा त यही हाल्छु अन्त हेडक्वार्टर मजा आउँदैछ डिस्ट्रिक्टमा बस्नु तर फिल्ड धेरै बिर्सिन्छ नि 1.5 वर्ष पछाडि भेट भयो आउनु झन् साथी बल्ल बल्ल भेट्नु पाउँछ भनेर त्यत्रो दुःख गरेर आए अन्त छोकेन सर चाहिँ यहाँनिर एकदमै मिस गर्दैछ अरे एक्लो भएर हिँड्दैछ मिसको साह्रै याद आयो अरे अब चाहिँ हामी तल निस्किनु आँटे बेसी होइन 2 किलोमिटर मात्रै छ अब चाहिँ 3 किलोमिटर कभर गरिहाल्यो पछि आउँदैछ अरू पनि
डुबिरहन देऊ मलाई म माया मार्दिन तिमीलाई छाड्दिन म माया मार्दिन होइन होला मात्र म गरिदिउँला तिम्रै हुँ म त तिम्रै रहँला माया ढाट्न मन केही छैन तिमीलाई केही पनि जुन नम्बर मागिकन आउन म गाडी घुमाएर आउँछु छ्याट दोस्त त्यस्तो नगर न यस्तै त मजा हो त यसलाई चाहिँ राख्नु पऱ्यो नि त सिरियस हुँदा त कहाँ मजा आउँछ त बल्ल हामी यहाँ गाडी भाटामा त आइपुग्यो तर पछाडि पनि अलिकति पनि हल्लिने जग्गा छोडेन रहेछ यहाँ अगाडि पनि फेरि माथि सेपेको रहेछ यताबाट पनि निस्किनु नसक्ने भिड चाहिँ भिड छ जाम पुरा लागिरहेछ अब कहिले आउँछ पछाडिको नभए अगाडिको पछाडिको हेर्नु भने यत्रो अगाडि निस्किरहेको छ त्यो गाडीको थुतुना अन्त कसरी निकाल्नु अन्त निकाल्ने जग्गै छैन अन्त हेर्नुहोस् गाइस पछाडि जाम लाग्यो गाडी निस्किने जग्गा छैन निङ्गा झुल्दै बसिरहेछ साथीहरू चाहिँ कुनै कुनै आँखाले त्यहाँनिर भन्दैछ लो अब हामी चाहिँ यहाँबाट निस्केको साथीहरू कसरी टाउको दुख्यो अरे बेस्ट एक्सपिरियन्स फर्स्ट टाइम घरबाट निस्केको यसरी घुम्नु हो एकदम टिनेज जान फिलिङ भयो हो अन्त मेरो स्कोर चाहिँ वानमा ल मेरो पनि ब्याक टु 1 भयो ल स्कोर र अब यहाँ निस्केको त अहिले चाहिँ हामी यहाँनिर सोमबारेमा खाजा खाँदैछ आलु थुक्पा यहाँनिर ऊ सर पनि बिजी म पनि थाकेर हट्छु कसलाई हाँसु थियो अरे यहाँनिर Tararam pam pam, tararam pam pam, tararam pam pam. यहाँनिर ब्रदर स्ट्रगलिङ केराको दाम छ हजुर कसलाई ढिलो भयो उता मिसलाई ढिलो भयो नि त हामीलाई त केही छैन मलाई एकजना मात्रै हो अर्को पालि आउँछ त्यसरी डल्लो लिएर आउने मजाको पालि काटेर बनाएको थियो कि कसरी भन्छ त्यसरी नै फुल बच्चन तर एकपट्टि अलिकति जग्गा राख्नुहोस् है अर्को बेन्ड गर्नु लागि माथि चाहिँ यसले एउटा बिगारे
मान्छेमा पो ल भाइ त्यो त सानो भयो फुटेको होइन जानेन आम नो एक्सपर्ट बाक्लो भन्छ त्यो अलिकति टेस्ट गर्छ नभएको चाहिँ त्यो हो बल्न पुगेको रहेछ लु अर्को गर्दै गर्दै म भन्छु ल गाइस भिडियो चाहिँ पुरा आधी आधी भयो हो बिहान पक्रेको ट्राउट चाहिँ अहिले दिउँसो 2 बजी यस्तो भएको छ हो यहाँ कराई रेडी हुँदैछ यहाँनिर लसुन यहाँ लसुन फेरि कहाँ लग्यो उतानिर लगेछ हो अब एकदम रेडी छ अब पकाइहाल्ने हो हामी त्यहाँदेखि खाएर चाहिँ हामी जाने